हेलो गाइज सबैलाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी धेरै पछि भिडियो बनाएको। मैले चाहिँ आज म चाहिँ कहाँ जान लाग्यो भने आँप ल्याउन जान लागेको। त्यो चाहिँ नेपाली पसल भने हलाल भन्छ है, नेपाली पसल जान लागेको। अहिले म टक्क रेडी भएको ह्यान्डसम भएर है, यसो ह्यान्डसम हुनु पऱ्यो बाहिर निस्किँदाखेरि। ह्यान्डसम छैन, कालो कालो त्यस्तै छ, यो मोबाइलले मात्र राम्रो देखाएको। सो मेरो मन त नेपाली हो, जे गर जसो गर जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। माया चाहिँ लाग्छ है जहाँ भयो नि। सो आज चाहिँ म चाहिँ धेरै पछि भिडियो हाल्छु। म चाहिँ त्यस्तै कन्टिन्यू चाहिँ भिडियो बनाइराखेन, किनभने चाहिँ अब टाइम त्यस्तै छ, आफूलाई नि त्यस्तो बनाउन आउँदैन के। अनि त्यही भएर सो म नि जानेछु, तपाईँहरूलाई नि घुमाउँदै लानेछु। यो चाहिँ फेस चाहिँ कस्तो नराम्रो आएको है। आज म नराम्रो भएछु भने खालो खालो भएछु। सो अब चाहिँ हामी रेडी हुन्छौँ। म चाहिँ रेडी भएँ, तपाईँहरूसँग सँगै जाऊँ अब। सो गाइज अहिले चाहिँ मामी है लेबर क्रसिङ नपर्खेको कि बन्द हो नि त, यता सब गाडीहरू छ, त्यो भएर पर्खेको। अब चाहिँ यहाँ यस्तो मोबाइलसम्म चाहिँ चलाउनु पाउन साइकल, त्यही भएर जानेर पर्ख्यो, त्यही भिडियो बनाउँदै छिटिदिने हो। केटाहरूको साइकल हो, यो चाहिँ मेरो, यो चाहिँ साथीहरूको, तिनीहरू बस्ने घर चाहिँ यो होइन। सो हामी चाहिँ अहिले जाँदैछौँ रमाइलो। तर यस्तो क्यान्समा बिग्रेछ। यो चाहिँ यिनीहरूको होटेल हो यो चाहिँ। अनि अचार यो चाहिँ जहाँ पनि हुन्छ नि नेपालमा, नि एयरपोर्टतिर देखेको थिएँ मैले। कहाँ जानु लाग्यो तिमी? त्यो एक नाङ्गे त्यहाँ छ, त्यो सिक्स प्याक देखा न, त्यो त खतरा। अनि तिमीले भाउजू ल्याएको छौ भने होइन, त्यो भएर नआएकोमा सिक्स प्याक थियो। कहाँ केटी ल्याएर आउँछ त अनि डिस्टर्ब हुन्छ नि त तिमीलाई। कहिले तिमीले गरेको हावा कुरा, फोन गरे नि उठाउँदैन। आज लभ परेपछि मान्छे त्यस्तै हो क्या, गाह्रो छ। मान्छे केटी पाएपछि साथीहरूलाई बिर्सिन्छ, गाह्रो छ। एकजना यो हो त्यस्तो मान्छे। उस हेर्नुहोस् फेस राम्रोसँग टलक्क। हामी चाहिँ जान लाग्यो। ऊ चाहिँ खतरा साइकल चलाउँछ। फेरि उसको चाहिँ गर्लफ्रेन्ड नेपालमा छ, तर यता नि केटीसँग बोल्छ लास्टै। यदि भाउजूले मेरो भिडियो हेर्नुभयो भने सम्झाउनु होला। कसले? ए कहाँ छ? हाम्रो भाउजू चाहिँ नेपालमा छ नि, तर यता केटीहरूसँग नि लास्टै बोल्छ होइन, कलासमा नि लास्टै जिस्किन्छ। यदि भाउजूले भिडियो हेर्नुभयो भने सम्झाउनु होला है तपाईँको बोयफ्रेन्डलाई, फेरि अरूलाई उडाइदिन्छ। हामी त अहिले लक्ष्मीमा थाहा छ त्यो त। अहिले नामै चाहिँ नलिदिऊ केटीको, किनभने सबैको आफ्नो हुन्छ। म त फेरि म नामै लिइदिन्थेँ। हामी चाहिँ यहाँ जापान होइन, आजभोलि कहाँ हो कहाँ जस्तो लाग्छ, दुबईतिर है। दुबईमा नि ठिकै हुन्छ। यो चाहिँ पुरा समुद्र हो, बिचमा बिचमा समुद्र छ। उता चाहिँ रोको आइल्यान्ड, अनि यता चाहिँ के हो थाहा? यताको नाम के हो भनिदियो त? आँप। आँप मैले खानु हुँदैन। हुन्छ केटीको लागि आँप लिन जान्छु म। होइन उता चाहिँ रेड लाइट छ। यहाँ मामा देख्यो भने चाहिँ हामीलाई मार्छ अहिले। होइन ओ रातो बत्ती छ, हामीले चाहिँ यहाँ रोक्नु पर्ने हुन्छ यस्तै। सो हामी चाहिँ अहिले जाँदै है, हामी चाहिँ बाटोमा छु। बाटोमा अहिले मामा देख्यो भने मार्छ। अब पुग्नलाई हामी उसको रुम गएर, मेरो रुमबाट उसको रुम गएर, उसको रुमबाट चाहिँ हामी आएको यताको। अनि हाम्रो भिडियो चाहिँ कहिले कहाँ आउँछ, महिनाको 1-2 चोटि, 5-6 महिनाको 1 चोटि मात्र आउँछ। अर्को जस्तो भिडियो बनाउन आउँदैन। त्यो भएर हामी चाहिँ यहाँ आँप किनेको। यो चाहिँ हामीले हालिसक्यो प्याकिङमा। यताबाट लक्ष्मी मार्ट एन्ड सरप्राइज यताबाट। आज चाहिँ गर्मी स्टार्ट भइसक्यो, यता हल्का हल्का गर्मी हुन थाल्छ। अगाडि जाऊ ल, जाऊ। पछाडि चाहिँ किन हेरेर चिक्ने?
चाहिँ साकुरा फुल्न लगाएको यता ढकमक्क फुल फुल्यो जस्तो। तिमी झुट नबोली भन, तिम्रो हाम्रो क्लासमा लभ पढाएछ कि नै? उसको चाहिँ लभ पढाएछ। हाम्रो नेपालमा पनि गर्लफ्रेन्ड छ, तर यता पनि लभ पढाएछ। यहाँ चाहिँ साकुरा टक्क फुल्दा यहाँ तल चाहिँ पुरा समुद्र हो। यहाँ माथि चाहिँ गाडी चल्ने, माथि ट्रेन।